हेलो गाइज, हामी यो सामान लगेर कहाँ जाँदैछौँ भने हल्का विशेष ठाउँमा जाँदैछौँ होइन। हजुरहरूले थाहा पाउनको लागि पुरा भिडियो हेर्नुहोस्। हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो छोटो अनि मिठो मिनी ब्लगमा। आयो हजुर सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। यो भिडियो चाहिँ खासमा हिजोको होइन साथीहरू, हिजो इन्टरनेटको कारणले खासमा राख्न पाइनँ, आज राख्दैछु। फेरि पनि आइसकेको छु छोटो मिठो मिनी ब्लग लिएर। हामी चाहिँ बजार गएर सामान किन्न थालिसक्यौँ साथीहरू, किनभने हाम्रो जिन्दगीको सबैभन्दा खास मान्छेलाई भेट्न जाँदैछौँ नि त, अनि त्यसैले हामी चाहिँ सामान लिएर आइसक्यौँ है साथीहरू माइती घरतिर। खास मान्छे चाहिँ को भनेर सोच्नु भयो होला होइन साथीहरू, खास मान्छे चाहिँ उहाँ हुनुहुन्छ, उहाँ मेरो मामु। आज चाहिँ हाम्रो मामुको बर्थडे हो नि त, अनि त्यसैले हामी बर्थडे मनाउँदै सरप्राइज दिन आएको कि मामुलाई। आफ्नो आमा भनेको आमा नै हो नि त साथीहरू, कहिले सरप्राइज दिए पनि नदिए पनि जहिले पनि खुसी हुनुहुन्छ कि आफ्नो सन्तान आएपछि, आफ्नो सन्तानलाई देखेपछि। हामी आउँछौँ भन्ने त उहाँहरूलाई थाहा थिएन होइन, अनि हामी आएर चाहिँ उहाँ धेरै खुसी हुनुभयो, अनि सरप्राइज दिएपछि त अझ धेरै खुसी हुनुभयो। साँझ चाहिँ हामीले अलि राम्रै तरिकाले बर्थडे मनायौँ होइन, अनि उहाँ पनि यति धेरै खुसी हुनुभएको थियो। अलि धेरै मान्छेहरू पनि आउनु भएको छ, हेर्नु न, सबै उहाँ आफन्तहरू हुनुहुन्छ हाम्रो, सबैले रमाइलो गऱ्यौँ। हामी यति धेरै सन्तान भएर पनि आफ्नो आमालाई कहिले खुसी बनाउन सकेकै छैनौँ कि साथीहरू। जिन्दगीको गोरेटोमा अब बिस्तारै केही राम्रै भयो भने अझै राम्रै तरिकाले खुसी बनाउन चाहन्छौँ हामी चाहिँ। यो केक त हाम्रो सबै हाम्रो भाइ बिनाको तर्फबाट लिएर आएको हो होइन। सबै आफन्तहरू आउनु भएको थियो, मामा घरको हजुरआमाहरू, ठुली मम्मीहरू, यताउताको आफन्तहरू सबैजना आउनु भएको थियो। एकदमै रमाइलो भयो, अनि मम्मी पनि धेरै खुसी हुनुभयो। अनि हामीले चाहिँ केकहरू बाँड्यौँ, खायौँ, एकदमै रमाइलो गऱ्यौँ। बुवा बुवा हल्का कामले टाढा हुनुहुन्छ होइन, अनि अलिक भाइ बिनाहरू धेरै भइदिएको, सबै भइदिएको भए अझै धेरै रमाइलो हुन्थ्यो होला, तर त्यही पनि रमाइलो नै भयो। हामीले चाहिँ सबैले टिकोहरू लगायौँ, अनि खिर पाक्दैछ हाम्रो घरमा, खिर खाएर अनि मासु खाने भन्ने प्लानमा छौँ कि हामी चाहिँ। अनि साउन छ नि त, खिर नखाएसम्म मासु खानु हुँदैन भन्ने चलन पनि छ रहेछ होइन। अनि सबैजनाले खिर खायौँ, अनि त्यसपछि चाहिँ खाना खान्छौँ हामी एकछिनमा। अनि हिजो चाहिँ बत्तीको कारणले पनि यति तनाव थियो कि, अनि बत्ती पनि आएको थिएन, अनि चाहिँ अन्धकार थियो कि जताततै। खिरसिर खाएर अनि हामी चाहिँ खाना खान थाल्यौँ साथीहरू। आजको दिन चाहिँ यति रमाइलो भयो होइन। हजुरहरूलाई मेरो अर्ग्यानिक भिडियोहरू, यस्तै गाउँघरको भिडियोहरू हेर्नु मन छ भने लाइक कमेन्ट सेयर गर्नु होला, अनि फलो पनि गर्नु होला। आजलाई यति नै, ओके बाई बाई, लभ यु अल। म यस्तै रमाइलो भिडियोहरू लिएर नेक्स्ट भिडियो लिएर आजलाई यति नै, बाई बाई।